साथीहरू नमस्कार। तपाईहरूलाई स्वागत छ एक्स लोक सेवा सारथी युट्युब च्यानलमा। आज मिति विक्रमसम्म 2082 2 महिना 24 गतेका दिन प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाको प्रशासन सेवा सामान्य प्रशासन र लेखा समूह अन्तर्गत सहायक स्तर चौथो तहमा सोधेका प्रश्नपत्रहरूमध्ये जीके खण्डको प्रश्नपत्रको समाधान लिएर उपस्थित भएको छु। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला र भिडियोलाई एउटा लाइक गर्न नभुल्नुहोला। यदि तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर जोडिनुहोला। अब लागौँ भिडियोतर्फ। मसँग चाहिँ कि ए परेको छ। प्रश्न नम्बर 1 मा रहेको छ, पृथ्वी आफ्नो अक्षमा कसरी घुम्दछ? पृथ्वी आफ्नो अक्षमा पश्चिमबाट पूर्वतिर घुम्दछ। ओके, अप्सन सी सही उत्तर हो। न्यानो समशीतोष्ण हावापानी समुद्री सतहदेखि कति मिटरको उचाइमा पाइन्छ? न्यानो समशीतोष्ण हावापानी समुद्री सतहदेखि 1200 देखि 2100 मिटरको उचाइमा पाइने गर्दछ। प्रश्न नम्बर 3, कर्णाली प्रदेशको सबैभन्दा उच्च भूभाग चुरेन हिमालको उचाइ कति मिटर रहेको छ? यसको सही उत्तर हो 7348 मिटर, यानी कि अप्सन नम्बर ए सही आन्सर। त्यसै गरी प्रश्न नम्बर 4, पचाल झरना कुन जिल्लामा पर्दछ? पचाल झरना कालीकोट जिल्लामा पर्दछ। यसको सही उत्तर बी रहेको छ। त्यसै गरी प्रश्न नम्बर 5 तिर जाउँ। लिच्छवी कालमा कसलाई महासर्वदण्डनायक भनिन्थ्यो? यसको सही जवाब हो अहिलेको प्रधान न्यायाधीश। प्रधान न्यायाधीशलाई लिच्छवी कालमा महासर्वदण्डनायक भनिन्थ्यो। त्यसै गरी लिच्छवी कालमा कृषि उत्पादनमा लगाइने करलाई के भनिन्थ्यो भनेको छ। यसको सही जवाब हो भाकर भनिन्छ। त्यति बेला लिच्छवी कालमा कृषिमा लगाइने करलाई के भनिन्थ्यो? भाकर भनिन्थ्यो। त्यसै गरी प्रश्न नम्बर 7, काँक्रे बिहार कसले निर्माण गरेका थिए अथवा कसले निर्माण गराएका थिए? यो चाहिँ तपाईँको 13औं शताब्दीतिर अशोक चल्लले बनाउन लगाएका थिए। त्यसै गरी प्रश्न नम्बर 8, नेपालको नयाँ नक्सा कहिले जारी भएको हो? नेपालको नयाँ नक्सा चाहिँ तपाईँको कहिले जारी भएको हो त भन्दा विक्रमसम्म 2077 साल जेठको 5 गते मन्त्री परिषदको निर्णय भएको थियो र सोही अनुरूप जारी भएको मान्न सकिन्छ र सार्वजनिक भएको मिति विक्रमसम्म 2077 जेठको 7 गते हो। कर्णाली राजमार्गको लम्बाइ कति किलोमिटर रहेको छ? यसको सही उत्तर हो कर्णाली राजमार्गको लम्बाइ 232 किलोमिटर रहेको छ। त्यसै गरी कर्णाली करिडोरले नछुने जिल्ला कुन हो भनेको छ। कर्णाली करिडोर भनेको तपाईँ दक्षिणको भारतदेखि चीनको तिब्बतसम्म जोड्ने एउटा आयोजना हो कर्णाली करिडोर, जसले चाहिँ नेपालको डोल्पा जिल्लालाई चाहिँ छुँदैन है। यसको सही जवाब चाहिँ के हो? अप्सन सी हो। डोल्पा जिल्लालाई कर्णाली करिडोरले छुँदैन, बाँकी छुन्छ हैन, सुर्खेत छुन्छ, बाजुरा पनि छुने गर्दछ। त्यसै गरी नेपालमा निजी क्षेत्रको लगानीमा निर्माण भएको पहिलो जलविद्युत आयोजनाको नाम हो खिम्ती जलविद्युत आयोजना। यसको सही जवाब सी रहेको छ। त्यसै गरी सिद्ध बाबा सुरुमाको लम्बाइ कति रहेको छ भनेको छ। सिद्ध बाबा सुरुमाको लम्बाइ कति रहेको छ त भन्दा तपाईँको 1.126 किलोमिटर रहेको छ। यसको सही जवाब चाहिँ तपाईँको अप्सन ए रहेको छ। त्यसै गरी प्रश्न नम्बर 13 जाउँ हामी। कृषि गणना 2078 अनुसार नेपालमा कति प्रतिशत कृषक परिवार रहेको पाइएको छ? कृषि गणना 2078 अनुसार नेपालमा कृषक प्रतिशत चाहिँ तपाईँको कृषक परिवार प्रतिशत 62 रहेको छ। त्यसै गरी प्रश्न नम्बर 14 मा रहेको छ, सौर योजनाले विक्रम सम्वत 2100 सम्म विद्युत उत्पादन
कति मेगावाट पुर्याउने लक्ष्य राखेको छ त भन्दा यसको सही जवाब हो 40,000 मेगावाट लक्ष्य राखेको छ विक्रम सम्वत 2100 सम्म। त्यसै गरी प्रश्न नम्बर 15 कर्णाली प्रदेशको कुल खेतीयोग्य जमिनको कति प्रतिशत जमिन बाँझो रहेको अनुमान गरिएको छ? यो चाहिँ तपाईँको करिब 32% हो है। 31.7% भनेपछि यसमा मिल्ने अप्सन भनेको चाहिँ अप्सन सी रहेको छ 32.53 होइन 32.53%। त्यसै गरी प्रश्न नम्बर 16 रहेको छ कर्णाली प्रदेशमा एकीकृत कृषि प्रयोगशालाको स्थापना कहिले भएको थियो भन्दा एकीकृत कृषि प्रयोगशालाको स्थापना विक्रम सम्वत 2076 साल असोजको 3 गते होइन संविधान दिवसकै दिन। यो चाहिँ तपाईँको असोजको 3 गते भएको कारणले 2076 असोज भन्ने अप्सन ए सही उत्तर रहेको छ। त्यसै गरी नेपालको संविधान अनुसार अवशिष्ट अधिकार कुन तहको रहेको छ? नेपालको संविधान अनुसार अवशिष्ट अधिकार भनेको सङ्घको अधिकार अन्तर्गत पर्दछ। त्यसै गरी प्रश्न नम्बर 18 मा रहेको छ प्रदेश सभाको सदस्य हुन कति वर्ष उमेर पुरा भएको हुनुपर्दछ? यसको सही जवाब 25 वर्ष पुरा हुनुपर्दछ। 25 वर्ष उमेर पुरा भएको छ भने प्रतिनिधि सभाको पनि हुन मिल्यो र प्रदेश सभाको पनि सदस्य हुन मिल्छ है त। नेपाललाई कहिले औपचारिक रूपमा गणतन्त्रात्मक मुलुक घोषणा गरिएको हो? यसको सही जवाब विक्रम सम्वत 2065 जेठ 15 गते। नेपालमा राजतन्त्रको औपचारिक अन्त्यसँगै विक्रम सम्वत 2065 जेठ 15 गते लोकतान्त्रिक गणतन्त्रात्मक घोषणा गरिएको हो। प्रश्न नम्बर 20 तिर जाउँ हामी। राष्ट्रिय जनगणना 2078 अनुसार सहरी जनसङ्ख्या कति प्रतिशत रहेको छ? 78 को जनगणना अनुसार सहरमा बस्ने जनसङ्ख्या चाहिँ तपाईँको 66.17% रहेको छ। त्यसै गरी प्रश्न नम्बर 21 मा रहेको छ सगरमाथा संवाद केसँग सम्बन्धित छ? सगरमाथा संवाद भनेको जलवायु परिवर्तनसँग सम्बन्धित छ। सही जवाब हो अप्सन डी। त्यसै गरी प्रश्न नम्बर 22 मा जाउँ। प्रश्न नम्बर 22 मा जाउँ। अन्तर्राष्ट्रिय जैविक विविधता दिवस कहिले मनाइन्छ? अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मे 22 मा मनाउने गरिन्छ। यसको सही जवाब अप्सन बी रहेको छ। त्यसै गरी प्रश्न नम्बर 23 पहिलो पटक ग्रीन हाउस इफेक्टको अवधारणा पत्ता लगाउने वैज्ञानिक को हुन्? हरित गृह प्रभाव। यसको सही जवाब हो बेरिट जिन फरियार है। बेरिट जिन फरियारले हरित गृह प्रभावको पत्ता लगाएका थिए। त्यसै गरी जब हामी अब प्रश्न नम्बर 24 तिर सार्कको बडापत्रमा कतिवटा धारा रहेका छन्? यसको सही जवाब हो 10 वटा धारा रहेका छन् सार्क बडापत्रमा, तपाईहरु हेर्न सक्नुहुन्छ। संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा कति राष्ट्र सदस्य हुने व्यवस्था रहेको छ? कतिवटा राष्ट्र चाहिँ सदस्य हुने व्यवस्था रहेको छ त सुरक्षा परिषदमा हैन सेक्युरिटी काउन्सिलमा जम्मा 15 राष्ट्र सदस्य हुने व्यवस्था रहेको छ। त्यसै गरी प्रश्न नम्बर 26 तिर जब हामी आर्टिफिशियल इन्टेलिजेन्स एआई का पिता भनेर कसलाई चिनिन्छ? यसको सही जवाब हो जोन मेकार्थी। सन नम्बर सी सही उत्तर रहेको छ। शक्तिलाई कुन एकाइमा नापिन्छ? शक्तिलाई जुल एकाइमा नापिन्छ। यसको सही जवाब जुल हो अप्सन नम्बर ए। त्यसै गरी नेपाल सरकारले नागरिक ऐपको शुभारम्भ कहिले गरेको थियो? नागरिक ऐपको शुभारम्भ चाहिँ 2077 माघको 2 गतेदेखि नागरिक ऐपको शुभारम्भ गरेको थियो सरकारले। त्यसै गरी 29 नम्बरको प्रश्न रहेको छ नेपालमा एटिएम कार्ड प्रयोगमा ल्याउने पहिलो बैंक कुन हो भनेको छ। यो अलिकति दुविधाको क्वेसन
होइन। कसैले केही भनेको, कसैले केही भन्छ, कसैले एभरेस्ट भनिरहेको हुन्छ, कसैले हिमालय भनेको हुन्छ। तर यसको सही जवाब चाहिँ अप्सन नम्बर बी हिमालयन रेन्ज नै रहेको छ। त्यसै गरी 30 नम्बरको प्रश्न रहेको छ, नेपाल सरकारले स्मार्ट सवारी चालक अनुमति पत्र, जसलाई हामी स्मार्ट लाइसेन्स भन्छौँ, स्मार्ट लाइसेन्सको व्यवस्था कहिलेबाट सुरु गरेको थियो भन्ने क्वेसन छ। यसको सही जवाब भनेको तपाईँको अप्सन नम्बर सी विक्रम सम्वत 2072 मङ्सिरको 14 गतेबाट स्मार्ट लाइसेन्सको व्यवस्था सुरु गरेको हो। सम्पूर्णलाई धन्यवाद भिडियोलाई अन्तिमसम्म हेरेर बस्दिनु भएकोमा। कृपया भिडियोलाई लाइक गर्न नछोड्नुहोला र यदि च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गरेर जोडिनुहोला। धन्यवाद। थ्याङ्क्स फर वाचिङ।